फाइनली गाइस गएछ माछा उम्केछ माछा इपा पाइहाल्यो न यो टुमला कल घुम्ता तिमीहाल्यो एकदम मिटर सिवर छ हाम्रो माछा बोक्ने भाइ चाहिँ यता एउटा बाम अघि नै हामीले मारिसक्यो अरु पनि अब बल्छिएर जाँदैछौँ तलतिर हेरौँ 1 केजी को चाहिँ अघि नै मारियो सहर बल्छी त सिवर तेल चाहिँ म चाहिँ यता छु है गाइस हामी चाहिँ पुरा बिहान बिहान शिकार खेल्न जाँदैछौँ शिकार खेल्न हेरौँ माछा पर्छ कि पर्दैन यहाँ हाइसिप विट ए 400 उमेरिहाल्दा हम सहर के आइसिप सर यहाँ बल्छिया सँग बुर्छु नि हेर्नुहोस् है गाइस हाम्रो बाम मार्ने बल्छी यस्तो चाहिँ यो ख्ल्याङ्गा हो सिमोत मार्ने माल पल्टिरहेको छ भित्र के अनि यार थाल्छन् भाइ ओइ हामी अब लगभग अन्तिमतिर आइसक्यौँ अब यहाँ सकेर फेरि उकालो जानुपर्ने छ माथितिर नि थापेछ हामीले 5-6 वटा बल्छीहरू एउटा परै छ बम हेरौँ अब पर्छ कि पर्दैन यहाँ पनि परेन जस्तो छ यसले 400 उमेरे एउटा चौला ख्ल्याङ्गा आइसिम यार झक पछि पर्छ ल अझै तल पनि छ 3 ठान छ अझै तल ओ माइ गड अझै चान्स त रहेछ है त्यो माछा परेको छ भनेर भनेको छ यहाँ बम माछा परेको छ भनेर हेर्नुहोस् है गाइस बम माछा हाइसिमेसी हो नि ओ माइ गड ल हेर्नुहोस् है गाइस बम माछा त पुरा परेर पनि जालमा अड्केर छ पुरा जालको ख्याप्टुमी हो ल यसरी पर्छ गाइस बम जालमै अड्केछ परेर पनि हामीले जाल थाप्यो त्यो जालमा परेर छ सिमे रे सिमे एक करे नि